सबैलाई ख्रीष्ट अभिवादन अनि जय मसीह र आज फेरि पनि हामी भजन सङ्ग्रहको पहिलो भाग हामी अध्ययन गर्नेछौँ। आज केवल हामी खालि पढ्नेछौँ मात्रै र यहाँनिर एकमा लेखिएको छ धर्मात्मा र दुष्टको तुलना भनेर लेखेको छ र एक दिनको म पढ्नेछु 6 सम्म। यहाँ एक दिनको यसरी लेखेको छ, त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ, तर परमप्रभुको व्यवस्थामा नै त्यो प्रसन्न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धारको छेउमा रोपिएको बोट जस्तो त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै उइलाउँदैन र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। दुष्टहरू त त्यस्ता हुँदैनन्, तर बतासले उडाएर लैजाने भुज जस्तो हुन्छ। यसकारण दुष्टहरू इन्साफमा खडा रहने छैन, न त पापीहरू धार्मिकताहरूको समुदायमा रहनेछ। किनकि परमप्रभुले धर्मात्माको मार्ग जान्नुहुन्छ, तर दुष्टहरूको मार्ग चाहिँ नष्ट हुन्छ। आमेन।